आइज गोलबर्ग म गए उसलाई लिएर आऊ है सचिन अब चाहिँ हामी हिँडेको चुली डाँडातिर चुली डाँडा भन्छन् गरेर यार बाटो त लास्टै टाढा रहेछ म्यापमा हेरेको त पुग्ने कति थाहा छैन पहिला तेल हालौँ अनि निक्लिँला बन्द हो गया आज यतै चितुवातिर निक्लिन्छु अनि केटाहरू आएपछि टक्क जानुपर्छ तेल हाल्ने यताउति गर्दा कति अब केटाहरू आए जाने कहाँ गथिस् त कहाँ गथिस् साले तँ फेरि गर्लफ्रेन्ड भएको मान्छे नि के घुम्न हिँडेर जस्तो केटी नलिएर होइन भ्यालेन्टाइन मनाउनु पो जानुपर्छ हामीलाई ठिक्क साधन पुग्थ्यो बेकार अर्को बाइक ल्याउनु पर्यो हिँड केटाहरू चाहिँ भेट्टे एउटा चाहिँ अगाडि गयो एउटा आउँदैछ अझै अब बिस्तारै बिस्तारै जाऊँ उनी पुग्दा चाहिँ भेटिन्छन् सबै बिस्तारै त जाने हो घुरुने रे यहाँ फेरि जहिले यो सुरुङ मार्ग भएपछि त अब झन् शनिबार केटाहरू त यहीँ छन् त अगाडि त भेट्टे तर धुलो बहुत खाइयो यस्तो दौडेर जाम भने हो घर घुस्दिनलाई सबै पढाउनु कलेज यति कटेपछि त भिड पनि कम हुन्छ यहाँ चाहिँ यति हो अब भिड हुने फेरि यति गाडीमा फेरि खै के भएर बढी हुन्छ नि हुन्छ यति फेरि
छ भन्दा अलि यता चाहिँ पठिनु पर्ला। हुड्डीले त हुड्डी जाडो भयो यार। उसले तल त्यहाँ झुम्छ चेकिङ होला फेरि। लाइसेन्स छ होइन आइज बिस्तारै। झुम्लै भयो क्या लास्टै। जो पनि उस्तै ट्राफिक अङ्कल त छन् तर चेक गर्नुहुन्न। लास्टै धुलो र चिसो भयो क्या अब के हो हेर त हुर्र छोड्न सक्छ। एउटा यहाँ छन् हाम्रो पुरानो बाइक। पुरानो के अरे बत्ती आहान जोतिँदै ओभरटेक हानी गएकोला नि फेरि ओभरटेक हान्नु पर्दैछ नि। यो पुल अब चाहिँ हिंसा खोला पुल कट्यो रे आइयो पनि कट्यो पनि। यो त अब सधैँ हिँडेको बाटो हो। अबबाट चाहिँ हुन्न कि पर धेरै चाहिँ उदै सेर्नु हुन्छ हुन त आएको बाटो भन्दा नि। एकदम कहाँ पुग्यो केटाहरू। म त यहाँ एक्लै घुम्न आएर पो भइरहेको त यार। सोलो राइड हो क्या। केटाहरू त गायब भयो त गायब। त्यो त्यहाँ चौतारी जस्तो थियो त्यहाँ बस्नु पर्ला भनेको। ल अब चाहिँ यसो विश्राम भइदियो। अब केटाहरूसित गफगाफ अनि त्यहाँ अब चिया खाने रे। अनि त्यसपछि बल्ल म्याप हेर्ने रे यार। यहाँ त यिनीहरू त कन्फर्मै छैन यार कहाँ पुग्ने भन्ने त थाहा छैन। हेलो अनि बिग फ्यान भन्न बिग फ्यान। बिग फ्यान भन्ने अनि त दाइ युट्युब च्यानल के अरे भन्दै एउटा नेट दे त यसलाई है। यो सर्च गर्न त नेट दे त। अघि त्यो उसमा ल यहाँ चाहिँ फोटो पोइन्ट भनेर राखिदिनु पर्ने नाम पनि। जो आयो नि फोटो खिच्ने जाने गर्छन् र होइन। यहाँ त्यो आई लभ केही वाला त्यो उस लेखिदिन्छ है त्यस्तै राखिदिने। बाटो त टाढा यो गीत झुन्ड्यो झुन्डी छाएर देखि आज मलाई। बाटो त टाढा भन्ने गीत छ त्यो झुन्ड्यो झुन्डी छ कि मुखमा आज झुन्डी किन तलैबाट जस्तो लाग्छ गर त्यो म्यापमा हेर्दा त उतातिरबाट नि जाने बाटो रहेछ क्या। यो कुङ्गो जाने बाटोबाट क्या त्यतातिरबाट यो त सत्यवतीको बाटो हुँदै निक्लेको देखाएको थियो गर। अहिले त्यहाँ म्याप हेरेर जाम्ला क्या। भात खाइएन यार नास्ता नि एउटा पुरी मात्र खाएको कस्तो भोक लाग्यो यार। छुट्याहरू खायौँ नास्ता खाइदिउँ एकदम भिडियो बनायो हाम्रो फिडमा।
चिया नास्ता त खाइयो, बाटो चाहिँ थाहा छैन, गएर म्याप हेर्ने भन्दैछन्। पुगेपछि अब त्यहाँ सिधा बाटोमा नेट चलेपछि हेरौँ के हुन्छ, कहाँ पुगिन्छ। उठौँ तिनीहरूलाई अनि म्याप पनि हेरेर जाम होइन। उडिँबाट होला जस्तो लाग्यो मलाई, उडे बाटोबाट भित्र छिर्ने बनाउने। मलाई चाहिँ यो विस्डम हो कि के स्कुलदेखि चाहिँ यताभित्र उठ्ने जस्तो लाग्यो बाटो चाहिँ। के भन्छ थाहा छैन म्याप म्याप के भन्छ म्यापले? यहाँ भित्र हाल्छ राम्रो छ म्यापले भनिन्छ पत्ताउनु पर्छ। म्यापले देखायो कति घन्टाको बाटो देखायो। मोबाइल हामीले राखौँ क्या यहाँ अहिले गाली खाइन्छ झन् बाटो बिगाएर छोडिदियो। अहिले बरु थर्काउनु त पाइन्छ, मासाले हेर्न जान्दैन भन्छ थर्काउनु छोडिदियो। देउकी बजारबाट फेरि तपाईँको चौतिर चिज नलाग्ने माथिल्लो बाटो पछि लाग्ने देवीनगर हुँदै देवीनगर चुली डाँडा तपाईँको दायाँ बायाँ नलाग्ने त्यही बाटो सिधै गएपछि काफल डाँडा भन्ने आउँछ। हामी चाहिँ अब सोध्दै टक्क लाएर आउँदैछौँ, जाँदैछौँ। यहाँ चाहिँ चुली डाँडा भनेर कसैले चिन्ने रहन्छन्। यहाँ चाहिँ जल्पा डाँडा होइन, तिम्रो आज जल्पा भन्ने ठाउँ हो। त्यहाँ गएपछि चाहिँ अब बल्ल त्यो ठाउँ सोधौँला भनेर त्यो जल्पा सोध्दै जाँदा गयो। अब कत्थेर पुगिन्छ, भात नखाइकन हिँडेको झेउ गइसक्यो यार झन् होइन। भ्यालेन्टाइन डे अब के भन्छ त्यसलाई, यादगार हुने भयो लास्टमा। साथी न सँगै एक्लै रङ्गी सङ्गी भन्नु हुन्थ्यो, साथी चाहिँ छन् सङ्गी चाहिँ छैन। सबैले त सोध्नु पर्दैन क्या, बाटो नफेरिदिन्छौँ यार। भनेको कति रोड र पिच रोडवाला यहाँ आएन अनि ऊ यहाँ छ पछि रोड त आयो त फेरि यता खाने बाटो त भन्दा बित्तिकै आयो त। फोन टेकेर यो पुटु हल्ले हान्न त मिल्छ गर ग्यास वेल्डिङ गर्नुपर्छ। ग्यास वेल्डिङ गर्नुपर्छ क्या, अर्को इलेक्ट्रिक वेल्डिङले हुन्न। अब बाटोमा कहाँ भेट्छ तरिका धुलो आफै गाडी आहा टुकटुक आहा यस्तो बाटो होइन, तर टुकटुकलाई मान्नुपर्छ। नेपालमा आएपछि चल्छन् कि थियो नि ड्राइभर खतरा हुन् नेपालका। इभी न सिभी जेमा नि चल्यो होइन। त्यो उसवाला वहाँ मुस्ताङ त पुरा थियो नि, त्यही इभी त थियो सबै। बाटो त अब उहाँ लोवर मुस्ताङसम्म त मुक्तिनगरसम्म त्यस्तो बाटो त रहेछ। त्यही हामी त्यो पानी परेको हुनाले त्यहीँ 2-3 ठाउँ त्यस्तो उस पऱ्यो हो, त्यस्तो बाइक बटार्ने हो। नत्र अनि ठिकै हो भन्ने चाहिँ थाहा भयो। हामी घुम्न हिँडेपछि म्याप हेर्दै आधी दिन बित्छ, त्यसपछि त्यहाँ भुल्ने भन्ने त कुरै हुन्न कहिले यार।
पुग्दै थकै लाग्छ क्या त्यसपछि अनि माछा भइयो दिन त्यत्तिकै बित्छ यहीँबाट त हो हामी कौडेले गएर आएको अस्ति नै कौडेले गएको यहीँबाट यता त हो अनि यो त यहीँबाट त आएको 14 किलोमिटर छ टोटल यसमा के छ केटा त्यसलाई बोकाएको यो झोला होइन एउटा पानी त उहीँ निकालिदिएको नि एउटा चाहिँ उसिन्छ कौडेले मगर समुद्र कौडेले यताबाट अब हामी चाहिँ जाने चुरी डाँडा भन्ने ठाउँ चाहिँ जाँदैछौँ हेरौँ कस्तो ठाउँ रहेछ हाम्रा फेरि बुटोलका टिकटक इन्फ्लुएन्सरहरू फेरि जस्तो भयो नि वा कस्तो राम्रो भन्ने बानी छ होइन बुटोलका मात्र नेपालकै जताततै पनि हल्का के कि त राम्रै भयो बार भनेर ठिकै हो हल्का भयो नि वा गर्छन् मान्छेलेहरू कहिले हुन्छ तिनीहरूले तराई जिन्दगी नछोडेका अनि वाउ लाग्छ यहाँ यस्तो डाँडा देखिन्छ घर देखिन्छ भन्ने होइन दामी छ भन्दै अनि अर्को आइहाल्छ फेरि हामी जस्तै ग्वाच हामी यही हो क्या शनिबार यसो टाइम पास गरौँ भनेर अब अलि उहीँ पुगेपछि खिचौँला यहाँबाट त त्यही हो डाँडाकाँडा बाटो मात्र पुगे खिच्नु डाँडाकाँडा त तल त धेर छ र अब तल खिच्न थाल्ने अनि आफू तल पुगेला भन्ने डर होइन फेरि बिस्ने नि थियो भन्ने भयो भने लालीगुराँस संरक्षित क्षेत्र टिप्न पाइन्न भनेर लेखेको छ यहाँ हुँदी जताततै यो लाइन वरि जताततै यिनीहरूले बाटो बिराएर हामी अब फेरि कुर्ने ठाउँमा पुग्यो उहीँ तल एमा कति स्पिड पुगेको तिनीहरू फेरि यो बाटोदेखि त रोकिन पर्छ नि बोर्ड यत्रो देखेपछि त कहाँ उठ्न पुगेको फेरि कति टाढा के दौड्यो उनमा खालिहरू अब कुद्यो छ माथि के ठाउँबाट त्यो माथि निस्किँदै ठाउँको नाम चाहिँ थाहा भएन रत्न स्कुल हो कि केदेखि चाहिँ यसो माथि कति बाटो रहेछ त्यही बाटो आइयो अब के अरे भैली चाहिँ के अरे भैली उहाँ लड्दै र पर्दै आयो चाहिँ हामी चाहिँ म्याप हेर्दै घुम्दै सोध्दै आन्टीलाई दिदीलाई बहिनीलाई त सोध्दैन दिदीसम्म यो ट्र्याक्टर चलाएर जाऊँ अब अलिक बरु झनबटार जस्तो केटा के भयो कसै गयो चलाइदेऊ तिमीले चलाइदेऊ तिमीले चलाउ नि मैले चलाउ कि चलाउ भयो झन्नै गएको थियो भयो सजिलले चलाइदेऊ यसमा बस एउटा बिस्तारै हिँड फेरि बिस्तारै बसमा साले धान्न कहाँ हाम्रो फेरि प्यासेन्जर सिटबाट मान्छे चेन्ज भइदिए हाम्रो टनर्स हाम्रो गुगल म्याप आयो प्यासेन्जर सिटमा अब चाहिँ बाटो नबिराइकन गइन्छ कि होइन जस्तो नबिराइकन बाटो चाहिँ अलि अप्ठ्यारो चाहिँ रहेछ अब क्यामेरा यो गोप्रोमा त लास्ट त्यो अप्ठ्यारो चाहिँ देखिन्न यार पछि गएर हेर्ने हो भने अप्ठ्यारो चाहिँ देखिन्न क्या यो बाटो सम्म जस्तो देखिन्छ हामी उहाँ अस्ति नै उता जाँदाको पनि त्यस्तै थियो क्या गोरपाटन जाँदा मुस्ताङ जाँदा नि त्यो त्यस्तो उचै देख्थ्यो होइन क्या उसमा चाहिँ कता हो सिधै
प्लान गरेर यस्तो त टिकटकमा अरूको हेरेर जाँदा खासै अफरोड त देखाएको छैन नि, तर रहेछ अफरोड चाहिँ अलिक मस्तै छ। अन्त अब बन्दै गरेको हल्का हल्का चाहिँ दबा आएको ठाउँमा त फेरि उठपटाइ छ यार बाटो चाहिँ। अफरोड नि रहेछ तर टन्नै त होइन, अफरोड नि मस्तै चाहिँ रहेछ क्या। हुन त अरू बाटो नि होला, अब हामीलाई थाहा भएन, हामी आएको चाहिँ अफरोड छ। गुगल म्याप अनुसार आउँदा चाहिँ तलतिर चाहिँ राम्रै बनाएर रहेछ बाटो बजारभरि। हामी चाहिँ अब पुग्ने कति बेला भन्ने चाहिँ थाहा छैन, तर भोक चाहिँ बहुत लाग्यो अहिले। अब केही भेट्यो भने चाहिँ खाइन्छ, नत्र यस्तै जाने हो, घर यत्तिकै फर्किने हो लास्ट टाइम। हामी यस्तो भइन्छ कि सधैँ घुम्न आइन्छ, अनि यो म्याप हेर्दा दिक्क लाग्छ नि त। त्यो ढिलो भएपछि उहाँ पुग्दा थाकिन्छ, त्यसपछि केही रमाइलो चाहिँ लाग्न छोड्छ क्या कता माथि। त्यसपछि रमाइलो भन्ने जो लाग्न छोड्छ क्या, त्यो हुँदो रहेछ क्या। पहिल्यै जाँगर छँदै पुगे त अब अलिक उसिलो रमाइलो हुन्छ नि त, जाँगर सकिन्छ। त्यसपछि यो कति छिटो हिट भएको भाइ गर्छ भाइ गाडी। बाटोमा ठाडै मात्र छ यार, 2 र 3 भाग हाल्न पाइएको छैन। यो बाटो हामी सब बस्ने आएको यार, यो बाटो आएको हो क्या, यताबाट घुमेर कताबाट निक्लेको हो क्या हामी। त्यो कौडी लेक भन्ने जाँदा हामी गलत बाटो पुगेको छ कि हो। यहाँ आएपछि घर जस्तो आउँछ होला क्या एउटा पछाडि चाहिँ नजिर गर्छ। क्यामेरा अन भयो, अन रहेछ सिधै जाम यता घरतिर। बाटो गए केटा स्कुटी झ्याम्राङ घुमाउनु पार्दै। अब आउन लाग्यो भन्दै झन् यत्रो बाटो हिँड्यो यार, कत्रो पुग्ने। अनि बढी हिँड्यो भने यत्रो, अनि उठ्नबाट हो माथि लाग्यो हामी। फेरि अब तल लाग्नु रहेछ बाटो त। सोही बाटो त ल्याएन हामीलाई। घुमी फेरि उता पुर्व जाने बाटोतिर भेटेला भन्ने लाग्नु थाल्यो मलाई। उता बर्दाघाट जाने निक्लिने बाटो चाहिँ त्यता डाँडा झरौँ है। अब यत्रो डाँडा माथि आइयो उताबाट झरेर त्यता बर्दाघाटको बाटो निक्ल्यो होइन। उता तल झरेपछि त भोलाङ्गो पम्प, पेट्रोल पम्प। हेरेर अहिले जाम्ला त निक्लिने रहेछ अनि बाटो जाम्ला छन त छ, कता छ भने हामीले मेसो पाइन्छ कि नै भन्ने कुरो। धुलो न धुलोमा पऱ्यो अरे भगवान्, केटाहरू त यहीँ छन्। कहाँ रहेछ बजारमा नि आइयो, के बजारमा आइयो भन्ने चाहिँ थाहा छैन। अब रेकर्ड गरेको हो क्या, केही किनेर जाऊँ क्या। सामुदायिक होमस्टे खै टिकट देखाउनु त, हेरौँ टिकट। पर्दैन, मैले माथिका थिएँ, मैले हो कि यहाँ काम छ त्यही भएर म बसेको। यस्तो हो कि यो देखाउनु पर्छ, यो त्यही व्यवस्थापनको लागि त्यो उठाएको हो कि नत्र मैले यतै जाने हो।
खनेर यसो माथि जानुपर्ने रहेछ अरू चाहिँ अब खिच्नलाई हाम्रो साथ भेट्छ होला बाटो खतम छ अरे बाटो खतम भन्दा नै डोलर देखाउँदैछ अरे हिँड्ने एकछिनमा स्याउली बजारमा तान भो हानाहान भो तिमीलाई देखेर डाँडा तर यो त बाटो आउने जस्तो त रहन्छ यार त्यस्तो राम्रो बसमा आउनु होला ए भगवान् यति हो यो सेतोमा टिकटक भने भाइरल भएको यहीँ हो ल केटाकेटी हो गाडी हिट बनाएर ल केटाहरू आउँदैछन् रहेछ अमृतसर मात्र रहेछ अमृतसर